नमस्कार सम्पूर्णमा म टेक मगर यति बेला म गाउँघरमै छु गाउँघरमै रमाइरहेको छु यो महान चाडपर्व जो तिहारको रौनकता यति बेला गाउँमा छाएको छ र यो छाइरहँदा यहाँनिर एउटा परम्परागत झुल्किने एउटा नाच छ जो नाच अहिले पछिल्लो समयमा लोप हुँदै गएको छ। यस्ता संस्कृतिहरू बचाउनु पर्छ, यस्ता संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भन्ने हेतुबाट हामीले पटक पटक विभिन्न झाँकीहरू यहाँहरू माझमा सम्प्रेषण गरिरहेका हुन्छौँ। त्यसैले आज पनि यो देउसी भैलो खेल्न आएका यहाँहरू यो समूहप्रति केही कुरा गर्न गइरहेको छु, किनकि यो पछिल्लो समयमा यस्ता झाँकीहरू धेरै ठाउँमा लोप हुँदैछन्। जहाँ पछिल्लो समयमा अहिलेको युगको कुरा गर्ने हो भने झ्याम्रे नाचसम्म नाचिँदैन, किनकि डिजिटल साउन्ड सिस्टमबाट विभिन्न गीतहरू बजाइन्छ र उक्त गीत मार्फत नाचिन्छ। यसै अनुरूपमा झाँकीहरूलाई पनि प्राथमिकता दिएर विभिन्न ठाउँमा जोडिरहेको हामीले देखिरहेका छौँ र यिनै यावत विषयलाई लिएर आज हामी यहाँहरूको माझमा उपस्थित भएको छु र यहाँहरूसँगै जोडिन्छु। सर, स्वागत छ हजुरलाई। नमस्कार। हजुरको शुभ नाम? मेरो मानसिंह पुन मगर, चिन्ने नाम चाहिँ मनिष। मनिष हो, चिन्ने मान्छे। हजुरको घर कहाँ हो? मेरो घर चाहिँ हाम्रो त्रिवेणी गाउँपालिका र त्रिवेणी गाउँपालिका नै भयो। वडा नम्बर 7 उपल्लो टिटिममा घर चाहिँ उपल्लो टिटिम हो क्यारे। अनि बसाइ चाहिँ अब केही कार्य व्यस्तताको कारण दाङतिरै छ, तर स्थायी घर चाहिँ उपल्लो टिटिम। यही रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर 7 दाङमा चाहिँ अहिले बसोबास चाहिँ दाङमा छ। हजुर, यो जस्तो यो नाचिरहनु भएको छ नि, यसलाई खासमा कसरी नाच्ने, यो नाच्नुपर्छ भनेर कसरी आयो यहीबाट प्रसङ्ग अगाडि बढाउनु? यो नाच मैले चाहिँ यो नाच मनमा लिइरहँदा र यो नाच यहाँसम्म आइपुग्दा मलाई यस्तो लाग्छ, संस्कार र संस्कृति, हाम्रा पुराना संस्कार संस्कृति जस्तै सोरठीहरू, पैसेरोहरू र हाम्रा पहिला मादल बाँसुरीबाट जति चाहिँ के अरे स्वास्थ्यले पनि फाइदा हुने खालका जति पनि नाच नाचिन्थ्यो, पछिल्लो चरणमा आएर यिनीहरूलाई बिर्सिँदै गर्दा सबै डिजेबाटै डेकबाटै नाचिरहँदा यो परम्परागतका जति पनि संस्कार संस्कृतिहरू हाम्रा चाहिँ झाँकी संस्कृतिहरू सबै हराउँदै गर्दा मैले यसो बाहिर हिँड्दै गर्दा केही मगर सङ्घमा यो नाचलाई देखिरहँदा कहाँबाट सुरुवात भयो, कसरी सुरुवात भयो भनेर बुझ्दै गर्दा यो जति पश्चिम गयो मयूर नाच त्यति चाहिँ राम्रो मानिँदो रहेछ। त्यसपछि मैले पनि यसो सोचेँ, यसलाई हामीले पनि सुरुवात गऱ्यौँ भने योमा चाहिँ के अरे सुरुवात गर्दैमा हामीलाई अप्ठ्यारो पर्ने होइन, हामीले संस्कृति जगेर्ना गर्ने हो भन्ने चाहनाको हिसाबले मैले यसले चाहिँ सुरुवात गर्ने निर्णय गरेँ र अहिलेको वर्षदेखि यो नाच सुरु गरेको छु। यो वर्षबाट सुरु गरेको छ। नाच सिक्ने चाहिँ कहिले सिक्नुभयो? यही वर्ष नै सिक्नुभयो? यो नाच सिक्नको लागि पनि हामी धेरै टाइम लागेन। यो नाच सिक्नको लागि हामीलाई 6 दिन लागेको थियो। 6 दिनमा नै तयार पारेको नाच हो। हामीले यही वर्षको असोजको 26 गतेदेखि सुरु गरेर 1 गतेसम्ममा चाहिँ नाच तयार पारेर अहिले चाहिँ पहिलो यो नाच भनेको यो वर्षदेखि नै सुरु भएको छ। हाम्रो तिहारबाट शुभ दीपावलीको पावन अवसरमा शुभकामना आदान प्रदान गर्ने क्रममा यो झाँकी, यो हाम्रो यो जुन मयूर नाच छ योबाटै सुरु भएको छ। जस्तो कि हामीले पछिल्लो समयमा देखिरहेका यो आधुनिक जमाना भनिन्छ नि, यो युगलाई चाहिँ आधुनिक जमाना, वैज्ञानिक युग भनिन्छ र साउन्ड सिस्टमबाट विभिन्न डिजिटल मार्फत यति बेला नाचिन्छ, गाइन्छ। तर हजुरहरू यो झाँकी लिएर आउनु भएको छ, जो नाच लिएर आउनु भएको छ, त्यो अहिलेको तुलना र पहिलेको तुलना जसरी झाँकीहरू लिएर नृत्यहरू लिएर अगाडि बढिन्थ्यो, त्यो तुलना र अहिलेको तुलनालाई कसरी लिनुहुन्छ? यो अहिलेको जति युग चेन्ज हुँदैछ, मेरो व्यक्तिगत बुझाइ सबैले त्यही बुझ्नुपर्छ भन्ने यो मानवतामा संस्कार संस्कृति हराउँदै जानुमा आफूसँग भएका जोस जाँगरहरू चाहिँ कम हुँदै जानुलाई देख्छु म। किनकि पहिलेका हाम्रा पुर्खाको हिसाबले हेर्ने हो भने सबैलाई चाहिँ के अरे वाद्यवादक समथिङ गाउँमा चाहिँ सोरठी यो मादलहरू बजाउन, गीत गाउन, बाँसुरी बजाउन लगभग सबैलाई आउँथ्यो। पछिल्लो चरणमा तिनी हराउँदै गए, हातमा मोबाइल हुँदै आयो, हेर्न चाहिँ पाउने
तर आफूलाई चाहिँ हेरेर चाहिँ आनन्द लिन पाइयो। तर आफूले त्यो ठाउँमा चाहिँ खट्न नपर्ने भएको कारणले अल्छीपन बढ्दै जाँदा यो संस्कृतिलाई बिर्सँदै जाने, यो सजिलो अप्ठ्यारोलाई चाहिँ बिर्सँदै जाने र सजिलोलाई चाहिँ अपनाउँदै जाँदाखेरि यो संस्कृति चाहिँ हराउँदै गएको जस्तो लाग्छ मेरो व्यक्तिगत बुझाइमा। जस्तो कि यहाँ माझमा पनि मैले राख्न चाहेँ, जो हामी यो त्रिवेणी गाउँपालिकाका प्रमुखहरूसँग बसिरहँदा त्यो बसाइमा चाहिँ उहाँहरूले परम्परागत संस्कृतिलाई जगेर्ना गर्नुपर्छ, त्यो संस्कारलाई चाहिँ जगेर्ना गर्नुपर्छ भनेर चाहिँ उहाँहरूले भनिरहनु भएको हुन्छ। पटक पटक हामी बसिरहन्छौँ, त्यो पटक पटकको बसाइमा त्यो भनिरहनुहुन्छ। तर स्थानीय सरकारले यसरी जो जगेर्ना गरिरहनु भएको छ, यहाँको त सम्पूर्ण टिम लागेको छ, यो टिमलाई स्थानीय सरकारले कसरी लिएको छ, के छ? हामी प्रत्यक्ष रूपमा स्थानीय सरकारसँग हाम्रो चाहिँ प्रत्यक्ष कुनै पनि भेट भएको छैन र उहाँको प्रत्यक्ष अप्रत्यक्ष रूपमा हामीलाई कुनै सहयोग छैन। हामी आफ्नै ढङ्गले हामी सानो गाउँ छ, सानो समथिङ 17-18 घर भएको गाउँ, सानो गाउँ छ, त्यो पनि छरिएर बसेको। त्यो सानो गाउँबाट चाहिँ सुरुवात गरेको र हामीले स्थानीय सरकारबाट हामीलाई प्रत्यक्ष रूपमा र अप्रत्यक्ष रूपमा कुनै पनि हिसाबले हामी नजिक छैनौँ र जगेर्ना गर्ने उहाँहरूको जुन कार्यक्रम त होला नै पक्कै पनि, तर त्यो कार्यक्रमसँग हामी जोडिएका छैनौँ। हामी आफ्नै ढङ्गले गर्नुपर्छ भन्ने जुन चाहिँ चाहना जाग्यो, हाम्रो रुचिसँगै हामी अगाडि चाहिँ बढ्यौँ, तर तिनी कार्यक्रमसँग आबद्ध भयौँ। सम्भवतः मलाई लाग्छ यो भर्खरै मात्र शुभारम्भ गर्नुभएको छ, यसै अनुरूपमा पनि स्थानीय सरकारलाई जानकारी नभएको पनि हुनसक्छ। तर स्थानीय सरकारले अर्थात् यति बेला त वडा सरकार छ, पालिका सरकार छ, उहाँहरूले हेरिरहनु भएको छ भने के भन्नुहुन्छ? अब लाग्छ मलाई यो हामीले तिहारदेखि नै सुरुवात गरेको कारणले समथिङ यो तिहारमा हाम्रो यो त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा लाग्छ मलाई हाम्रो नाच समथिङ पहिलो नै हो। पहिलो नाच भएको कारण अहिले सबैले हाम्रो नाचलाई हेर्ने र हामीलाई चाहिँ प्रत्यक्ष रूपबाट हेर्दै कतिले भिडियो गर्ने र कतिपयले बाहिर प्रचारमा केही मौखिक रूपबाट चाहिँ जाँदै हुनुहुन्छ। र यो तिहार पछि त कतै न कतै केही न केही कुरा त आउला नै। र संस्कृति जगेर्ना गर्ने हामीले जुन तरिकाले लागेको छौँ, त्यो स्थानीय सरकारले हामीलाई साथ र सपोर्ट दिने नदिने त्यो त मैले भन्न सकिनँ। तर साथ सपोर्ट पाइयो भने त हामी अझ सानै गाउँबाट भए पनि अझ यस्ता संस्कृतिहरू जोगाउने कार्य त हामी पक्कै नै गर्छौँ नै। तर हामी आफ्नै व्यक्तिगत खर्चबाट पनि अहिले चाहिँ व्यक्तिगत खर्चबाट यहाँसम्म आइपुगेर गाउँमा सहयोग उठाउँदै समथिङ काटिके दानकै रूपमा सहयोग उठाइरहेको छौँ। हामी जनतासँगै मिलेरै हामी आफ्नै जनतासँग सहयोग लिएर योसम्म चाहिँ आइपुगेका छौँ र हामीलाई अझ स्थानीय सरकारबाट प्रत्यक्ष रूपमा हामीलाई केही सहयोग भयो भने अझ यस्ता संस्कृति जोगाउन त हामीलाई लागिहाल्छ। जस्तो कि कुनै न कुनै क्षेत्रमा कुनै न कुनै ठाउँमा चाहिँ के रहन्छ भने पुराना संस्कृति पुराना ती संस्कारहरूलाई चाहिँ फर्काउने थाल्यो भने अर्थात् नयाँ कुनै न कुनै विषयवस्तुलाई लिएर आयो भने त्यसलाई चाहिँ नराम्रो तरिकाबाट हेरिन्छ र कसैले साथ दिएको पनि पाइँदैन। यहाँले कस्तो पाउनुभयो? नै अहिलेसम्म मलाई यो कुरा आएको छैन। मैले योभन्दा पहिले मैले काम गरिरहँदा ठ्याक्कै संस्कृति नै जोगाउनेतिर मैले काम गरेन। ठ्याक्कै भन्नुपर्दा योभन्दा विगत 14 वर्ष अगाडिदेखि हामीले योभन्दा पहिला समथिङ सारङ्गी चाहिँ केही थियो। सारङ्गी त यो एरियामा पनि नाच्ने नाच हो। सारङ्गी नाच चाहिँ हामीले सुरुवात गरेका थियौँ। त्यो बेलामा स्थानीय सरकार भन्ने हुँदैन थियो अनि हामीलाई कसैबाट सहयोग नहुँदा हामी त्यो नाच अगाडि बढाउन सकेनौँ। त्यो नाच हामीले बिचैमा छोड्न बाध्य भयौँ र त्योभन्दा पछि हामीलाई पनि सजिलो अपनाउँदै गर्दा डिजेबाटै साउन्ड सिस्टमबाटै नाच्ने चाहिँ गराइयो। समथिङ 14 वर्ष नाचिसकेपछि मलाई फेरि पनि पुरानो संस्कृतिमा चाहिँ फर्किन मन लागेपछि हामीले योसम्म चाहिँ आएको हो। अब बाँकी जस्ता सहयोग चाहिँ आउने क्रम र समथिङ सरकारले हेर्ने क्रम भयो भने र पुरानालाई चाहिँ जोगाउने ठाउँ पाइए त त्यो त लाग्छ नै सर।
पक्कै पनि यहाँहरू जसरी लागिरहनु भएको छ, जसरी एउटा समाजलाई लिएर एउटा समूहलाई लिएर यहाँहरू लाग्नु भएको छ, त्यसलाई थप तीव्रतापूर्वक अगाडि बढाउनु होला र स्थानीय सरकार प्रतिनिधिहरूले पनि हेरिरहनु भएको छ भने उहाँहरूलाई पनि थप घचघच्याउनु होला। उहाँहरूलाई पनि हामीले संरक्षण गरिरहेका छौँ, यसप्रति ध्यान दिनुपर्छ भनेर उहाँहरूलाई पनि संरक्षणको लागि उहाँहरूलाई पनि एउटा सन्देश प्रवाह गरिदिनु होला। र अन्तमा स्वदेश विदेशबाट तपाईँ र म यसरी संवाद गरिरहँदा हेरिरहनु भएको छ, अन्तमा के भन्नुहुन्छ? मैले अन्तमा चाहिँ समथिङ भन्नुपर्ने हो, स्थानीय सरकारले हामीलाई साथ दिनुभयो भने र हामीले यस्ता पुराना संस्कृतिहरू जस्तै सोरठी अहिले समथिङ त्रिवेणी गाउँपालिकामै संरक्षण गर्ने कार्य चलिरहेछ। हामीले मयूर चलाउँदैछौँ। समथिङ त्रिवेणी गाउँपालिकाकै धेरै क्षेत्रमा अहिले पैसेहरू पनि फर्काउँदै हुनुहुन्छ। त्यसै गरी सोरठी पुराना भनेको सोरठी पैसेहरू मयूर नाचहरू चाहिँ हामीले फर्काउँदै गर्दा स्थानीय सरकारको साथ सपोर्ट भयो भने यिनी जतिसुकै पनि पुराना संस्कृति जोगाइन्छ र हामी जोगाउनमा एकदम लाग्नेछौँ। र हजुरकै न्युज च्यानल मार्फत स्थानीय सरकारले पनि हेर्नु भएको छ भने हामी केही आशा त गर्छौँ। उहाँहरूको साथ सपोर्ट भयो भने हामीले यो मयूर नाच जुन सुरु गरेका छौँ अन्त्य नहुने गरी यसको जगेर्ना गर्ने बाचा गर्दछौँ। ओके, थ्याङ्क यू सो मच। दर्शक महानुभावहरू, यति बेला म गाउँठाउँमै छु, जो गाउँठाउँमै रमाइलो भइरहेको छ र रमाइलो भइरहँदा यहाँनिर जुन दृश्य देखेँ र त्यो दृश्यलाई निहाल्नुपर्छ, त्यो दृश्यलाई निहालेर बाहिर ल्याउनुपर्छ र सबै माझ पुर्याउनुपर्छ भन्ने हेतुबाट यसरी संवाद गरिरहेको छु। र यसरी हामीले संवाद गर्नुको एउटै तात्पर्य के त भन्दा अहिले विभिन्न गाउँ बस्तीहरूमा यस्ता झाँकीहरू, यस्ता नाचहरू नाचिँदैन। त्यसैले यस्ता झाँकीहरूको संरक्षण गर्नका लागि, यस्ता नाचहरूलाई संरक्षण गर्नका लागि यो संरक्षण यो समूहले मात्र गरेर हुँदैन, तर स्थानीय सरकार जिम्मेवारी बन्नुपर्छ। गैर जिम्मेवार बनेर हिँड्यो भने पक्कै पनि यो अहिले जुन यो समूहले अर्थात् विभिन्न समूहले विभिन्न झाँकीहरू पस्किरहेका छन्, जगेर्ना गरिरहेका छन्, त्यो लोप हुनेछ। त्यो हरेक युवाहरू, हरेक पुर्खाहरूको सपनामै विलिन रहनेछ। किनकि हाम्रा पुर्खाले अर्जेको यो संस्कृति हो, जो हाम्रा पुर्खाले विभिन्न समयबाट नाच्दै आए, विभिन्न समयबाट नाचगान गर्दै आए, तर पछिल्लो समयका अहिलेका पुस्ताहरूले चाहिँ त्यो भुल्दै गएका छन्। त्यसैले त्रिवेणी गाउँपालिकाका विभिन्न क्षेत्रका विभिन्न वडा सरकार, त्रिवेणी गाउँपालिका सरकार सम्पूर्णमा म यही आग्रह गर्न चाहन्छु कि जसले संरक्षण गरिरहनु भएको छ, जसले जगेर्ना गरिरहनु भएको छ, उहाँहरूप्रति एउटा उहाँहरूको माझमा गएर केही सन्देश प्रवाह गरिदिनु भयो भने पनि उहाँहरूलाई केही उत्साह खालका यिनै भावहरू बोल्नु भयो भने पनि उहाँहरू निकै नै खुसी हुनुहुनेछ। त्यसैले आगामी दिनमा संस्कृति संरक्षणका लागि, संस्कार संरक्षणका लागि यहाँहरूले यो आवाजहरू बुलन्द गर्न पनि हामी आग्रह गर्न चाहन्छौँ। र यति बेला उहाँहरू यो ठाउँमा आउनु भएको छ र यो ठाउँमा आइरहँदा उहाँहरूलाई ढिला पनि भएको छ, किनकि अन्य ठाउँमा, अन्य क्षेत्रमा पनि पुग्नुपर्ने यो आजको यो रमाइलो क्षण छ। त्यसैले म यहाँहरू माझमा धेरै बोल्न चाहेन, तर स्थानीय सरकारले यसप्रति जुन लोप हुँदै गएका संस्कार संस्कृतिप्रति स्थानीय सरकारले गम्भीरतापूर्वक ध्यान आकर्षण गरोस् र उहाँहरूप्रति चासो दियोस् भन्दै आजको यो भिडियो अपडेटबाट म टेक मगर छुटिन्छु। हवस् त, धन्यवाद, नमस्ते।